घरको ब्याक साइड पछाडिको भागमा यस्तो छ, खेतहरू छन् हैन। उता इटाभट्टा मैले देखाइहालेँ, उता इटाभट्टा छ। मेरो घर सडकको यो साइडमा छ हाइवे छ हैन, हाइवे छ। मेरो घरको अब अगाडिको भागमा देखाउँछु। अगाडिको भागदेखि कस्तो देखिन्छ त भन्ने म देखाउँछु है। मेरो घरको अगाडिको भागदेखि यस्तो देखिन्छ। यता यो छ रिङ रोड, यो हो यतादेखि यो पनि रिङ रोड हो। यो मेरो घरको गेट, मेरो घरको केराहरू पनि लागेछ। यो मेरो घरदेखि जाने रोड, मेरो घरदेखि जाने रोड यही हो। मेरो घर महेन्द्रनगर कञ्चनपुर बस पार्कदेखि 5 मिनट लाग्छ हैन। मेरो घर यहीँ छ। आजभोलि धेरै घरहरू बन्दैछन्, यता घरहरू पनि धेरै बन्दैछन्। मेरो घर हुँदाखेरि यहाँ एक घरहरू पनि थिएनन्। उताबाट मलाई त्यो घरकोबाट मलाई अङ्कल र एक आन्टी हिँड्दैछन् हैन, हाँस्दै पनि छन्। मैले मेरो घर हुँदा यो घरहरू यो घरहरू कोही घर थिएन, यो घर बाहेक कोही थिएन। यो घर मात्र थियो मेरो घर बनाउँदा। यता पनि त्यस्तै थियो, उताको घरहरू पनि यहाँको घरहरू कोही घरहरू थिएन। यता पनि त्यस्तै थियो, यो घरहरू के घर बनाएको थिएन कि पुरा खाली थियो। यस्तै खाली बाजो थियो हैन। आजभोलि पुरै घर मेरो वरपर पुरै घरै घर के भन्नाले धेरै घर बनिसके। लगभग मैले यहाँ आएको हैन, यो ठाउँमा आएको पहिला म बैतडी जिल्ला पाटन नगरपालिका 3 बस्थे हैन। यहाँ आएको 4-5 वर्ष जति भयो। 4-5 वर्षमा यति धेरै चेन्ज भइसक्यो के भन्नाले पहिला मैले यहाँ आउँदा घरहरू पनि थिएनन्, के थिएन हैन। अब भन्नाले त्यति घर थिएन, घर त थियो र मेरो वरपर मेरो एरियामा धेरै घर थिएनन्, 5-6वटा घर थिए। आजभोलि पुरै घरहरू बनिहाल्यो क्या, त्यस्तो छ। अझ पनि बन्दैछन्। अब 1-2 वर्षमा अझ झन् के पो हुने हैन। मैले भ्लग हाल्न पाएको थिएन, त्यही भएर मैले हाले हुँ। यो मेरो घरको यो कस्तो लाग्यो त, मेरो घरको वरपरबाट देखिने भ्यूहरू तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। धन्यवाद।